बानेश्वर र बागबजारका गल्लीहरूमा लोकसेवा शब्द एउटा सपना मात्र होइन, एउटा युद्ध जस्तै थियो। मदन र सरिता त्यही युद्धका दुई सिपाही थिए। मदन स्याङ्जाको एउटा मध्यवर्गीय परिवारको जेठो छोरो। काँधमा घरको जिम्मेवारी र आँखामा निजामती सेवाको क्रेज बोकेर उनी विगत 3 वर्षदेखि लोकसेवाको तयारीमा गरिएका थिए। सरिता भने अर्घाखाँचीकी, अलि चञ्चल तर पढाइमा भने तीक्ष्ण थिइन्। उनीहरू बीचको चिन्जान एउटा नाम चलेको कोचिङ सेन्टरमा भएको थियो। मदनजी, यो महासन्धि र प्रतिबद्धताहरू याद गर्ने केही सजिलो उपाय छ? सरिताले एक दिन नोट सार्दै सोधेकी थिइन्। त्यहीबाट सुरु भएको थियो उनीहरूको मित्रता, जुन बिस्तारै प्रेममा बदलियो। मदन र सरिताको दिनचर्या एउटै थियो। बिहान 4 बजे उठ्ने, चिसो पानीले मुख धुने अनि सामान्य ज्ञानका तथ्यहरू कण्ठ फाड्ने। दिउँसो लाइब्रेरी जाने र बेलुका एउटा पुरानो चिया पसलमा बसेर नाम निकालेपछि के गर्ने भन्ने योजना बन्ने। हामी दुवैले नाम निकाल्यौँ भने घरमा कुरा गर्न सजिलो हुन्छ है मदन, सरिता सपना लेख्थिन्। मदन मुस्कुराउँदै भन्थे, तिमी ढुक्क हौ सरू, तिम्रो मेहनत धेरै छ, तिमीले नाम निकाल्छौ, म पनि तिम्रो पछि पछि आइहाल्छु नि। मदनले आफ्नो खाजा खर्च कटौती गरेर सरिताका लागि महँगा क्याप्सुल बुकहरू र समसामयिक पत्रिकाहरू किनिदिन्थे। सरिताले मदनका लागि हस्तलिखित नोटहरू बनाइदिन्थे। उनीहरूको प्रेम रोमान्सभन्दा बढी धारा र दफाहरूको चर्चामा हुन्थ्यो। लोकसेवा आयोगले खरिदार पदको अन्तिम नतिजा प्रकाशन गर्यो। मदन र सरिता दुवैले अन्तर्वार्ता दिएका थिए। नतिजा हेर्ने बेला दुवैको ढुकढुकी बढेको थियो। मदनले PDF फाइल खोले, थरथराउँदो औँलाले नाम खोजे। सरिताको नाम सिफारिस सूचीमा स्पष्ट देखियो, तर मदनको नाम कतै थिएन। उनी वैकल्पिक सूचीमा समेत परेनन्। मदन, मेरो नाम निस्कियो? सरिताले खुसीले चिच्याइन मदनलाई अँगालो हाल्यो। मदनको मनभित्र एउटा सानो सियोले घोचे जस्तो भयो, तर उनले आफ्नो पीडा लुकाए। बधाई छ सरू, मैले भनेको थिएँ नि तिमीले सक्छौ भनेर। त्यो रात मदन खुसी त थिए, तर उनको सिरानी आँसुले नित्रुक्क भिजेको थियो। सरिताको नियुक्ति भयो। उनलाई काठमाडौँ बाहिरको एउटा जिल्लामा पदस्थापना गरियो। सुरुका केही हप्ता त सबै ठिकै थियो। फोनमा लामो कुरा हुन्थ्यो। सरिताले भन्थिन्, मदन, तिमी नाच्थ्यौ, अर्को पटक तिम्रो नाम पक्कै निस्किन्छ। तर बिस्तारै समय बदलियो। सरिता अब खरिदार साहब भएकी थिइन्। उनको आसपासमा अन्य सरकारी कर्मचारीहरू थिए, अधिकृतहरू थिए। मदन भने अझै त्यही पुरानो कुर्ता लगाएर रितो गोजी लिएर बागबजारको एउटा कोठामा चाउचाउ खाएर पढिरहेका हुन्थे। फोनको घन्टी कम बज्न थाल्यो। सरिताको बोलीमा अब पहिलेको जस्तो मायाभन्दा बढी व्यस्तता र निर्देशन झल्किन थाल्यो। मदन, म मिटिङमा छु। मदन, मलाई अहिले थकाइ लागेको छ। मदन, तिमी अझै त्यही पुरानै कुरा गर्छौ। यस्तै सन्देशहरू बढ्न थाले। एक दिन सरिता काठमाडौँ आइन्। मदन निकै खुसी भएर उनलाई भेट्न रत्न पार्क गए। उनले आफ्नो खल्तीको अन्तिम पैसाले सरिताको लागि एउटा सानो उपहार किनेका थिए, तर सरिताको हावभाव पुरै बदलिएको थियो। उनले महँगो साडी लगाएकी थिइन् र उनको हातमा नयाँ आइफोन थियो। मदन, मैले धेरै सोचेँ, सरिताले चियाको कपमा हेर्दै सिधै भनिन्। हाम्रो भविष्य अब मिले जस्तो लाग्दैन। म सरकारी सेवामा छिरे, मेरो समाज र सर्कल बदलियो। तिमी अझै त्यही सङ्घर्षमा छौ। कहिले नाम निस्कने हो टुङ्गो छैन। मेरो घरबाट पनि मलाई एउटा अधिकृत केटासँग कुरा गरिसक्नु भएको छ। मदन स्तब्ध भए। तर सरू, हामी त सँगै कसम खाएका थियौँ नि। तिम्रो सफलतामा मेरो पनि त थोरै साथ थियो होला नि। त्यो त सङ्घर्षको बेलाको सहारा मात्र थियो मदन, सरिताले कठोर हुँदै भने। प्रायोगिक बन, भावनाले भात पाक्दैन र समाजमा इज्जत पनि दिँदैनन्। त्यो दिन सरिता मदनको जीवनबाट मात्र होइन, उनको बाँच्ने आधार लिएर गइन्। सरिता गएपछि मदन विक्षिप्त बने। उनले कयौँ रात नसुती बिताए। उनलाई लाग्यो दुनियाँ पद र प्रतिष्ठाको मात्र दास रहेछ, तर उनले हार मानेनन्। उनले सरिताको त्यो शब्दलाई हतियार बनाए, भावनाले भात पाक्दैन। उनले खरिदारमा नासो होइन, सिधै शाखा अधिकृतको तयारी सुरु गरे। उनले खाना छोडे, सुत्न छोडे, केवल किताबसँग मितेरी गाँसे। उनले आफ्नो कोठाको भित्तामा लेखे, म सफल हुनेछु, बदला लिन होइन, आफैलाई प्रमाणित गर्न।
समय यसरी बित्दै गयो कि 2 वर्ष बितेको थाहा नै भएन। 2 वर्षपछि लोकसेवा आयोगको बुलेटिनमा शाखा अधिकृतको नतिजा आयो। मदनको नाम योग्यता क्रमको पहिलो नम्बरमा थियो। उनी अब मदन सर भएका थिए। उनको नियुक्ति गृह मन्त्रालयमा भयो। केही समयपछि उनको सरुवा संयोगवश यही जिल्लामा भयो जहाँ सरिता कार्यरत थिइन्। मदन त्यहाँ सहायक प्रमुख जिल्ला अधिकारी एसिस्टेन्ट सिडिओ भएर गए। सरिता अझै त्यही कार्यालयको एउटा शाखामा खरिदारकै पदमा थिइन्। मदन जब सरकारी गाडीबाट ओर्लिए सरिताले उनलाई टाढैबाट देखिन्। उनले चिन्न सकिनन्। जब मदन आफ्नो कार्यकक्षामा बसे र सरिता एउटा फाइलमा हस्ताक्षर गराउन भित्र पस्नुभयो, उनका खुट्टा थरथर काँपे। सर, यो फाइलमा हस्ताक्षर, सरिताले भनिन्। मदनले टाउको उठाए। सरिताका आँखाहरू निहुरिएका थिए। मदनले उनलाई हेरेर एउटा शान्त मुस्कान दिएर भने, बस्नु सरिताजी, कस्तो चल्दैछ तपाईँको जागिर? सुन्दै थिएँ तपाईँले कुनै अफिसरसँग बिहे गर्नुभयो। घरबार कस्तो छ नि? सरिताको आँखाबाट आँसु खस्यो। उनले थाहा पाइन् कि उनले जुन अफिसरसँग बिहे गरेकी थिइन् उनी अहिले भ्रष्टाचारको मुद्दामा निलम्बित थिए। मदनले फाइलमा हस्ताक्षर गर्दै बिस्तारै भने, सरिताजी, सफलताले मान्छेको ओहदा बदल्न सक्छ, तर जसले तपाईँलाई हिँड्न सिकायो उसैलाई बिर्सनु भयो भने त्यो सफलताको कुनै मूल्य हुँदैन। मदन आफ्नो काममा व्यस्त भए। सरिता फाइल बोकेर निस्किन्। सरिता मदनको कार्यकक्षाबाट निस्कदा उनका खुट्टाहरू गरुङ्गा भएका थिए। उनले अफिसको करिडोरमा रहेका आफ्ना सहकर्मीहरूलाई देखिन्, जसले भर्खरै नयाँ हाकिम साहबको तारिफ गरिरहेका थिए। नयाँ सिडिओ साहब त कति शालीन हुनुहुँदो रहेछ, बोल्ने शैली पनि कति नम्र। एकजना सहकर्मीले भनेको सुन्दा सरिताको मुटुमा बाणले हाने जस्तै भयो। त्यो रात सरितालाई निन्द्रा लागेन। उनले आफ्नो वर्तमान जीवनको तस्बिरहरू आँखा अगाडि ल्याइन्। मदनलाई छोडेर उनले जुन अधिकृतसँग विवाह गरेकी थिइन् उनी केवल पद र पैसाको लोभी थिए। दाइजो र तुजुकको भरमा चलेको त्यो सम्बन्धमा न त सम्मान थियो न त माया। आज उनी भ्रष्टाचारको मुद्दामा अदालती चक्कर काटिरहेका थिए। सरितालाई महसुस भयो उनले हेरा त्यागेर ढुङ्गा रोजेकी थिइन्। केही दिनपछि सरिताले एउटा साहस जुटाइन्। उनले मदनलाई व्यक्तिगत रूपमा भेट्न त सकिनन्, त्यसैले उनले एउटा चिठी लेखिन् र मदनको टेबलमा राखिदिन्। चिठीमा लेखेको थियो, मदन, आज तिमीलाई यो ओहदामा देख्दा म खुसी हुनुपर्ने हो, तर म आफ्नै नजरमा यति गिरेकी छु कि मलाई खुसी हुने अधिकार पनि छैन। मैले त्यो दिन तिमीलाई मात्र होइन आफ्नो नैतिकतालाई पनि छाडेकी थिएँ। मलाई लाग्थ्यो सफलता भनेको पद र पैसा मात्रै हो, तर आज बुझ्दैछु सफलता त तिमी जस्तो चरित्र र धैर्य त हुनु रहेछ। मलाई माफी मागौँ भने पनि मेरो अपराध माफी लायक छैन। तिम्रो प्रगति देखेर टाढैबाट गर्व गर्नेछु। मदनले त्यो चिठी पढे। उनले केही बेर आँखा चिम्ले। उनलाई ती दिनहरूको सम्झना आयो जब उनीहरू एउटै कचौरामा चाउचाउ बाँडेर खान्थे, तर अब ती सम्झनाहरूमा पीडा थिएन, केवल एउटा पाठ थियो। भोलिपल्ट मदनले सरितालाई आफ्नो कार्यकक्षामा बोलाए। सरिता दौड्दै भित्र पसिन्। सरिताजी, यो चिठी मैले पढेँ, मदनले शान्त स्वरमा भने, तर मलाई अब तपाईँसँग कुनै गुनासो छैन नि। यदि तपाईँले त्यो दिन मलाई नछोड्नु भएको भए सायद म आज यो कुर्सीसम्म आइपुग्ने पनि थिइनँ। तपाईँको ठक्करले नै मलाई बलियो बनाएको हो, त्यसैले तपाईँ आफैलाई दोषी नमान्नुहोस् न। मदनले अगाडि थपे, तपाईँ अब एउटा राष्ट्र सेवक कर्मचारी हो, आफ्नो काम इमान्दारीपूर्वक गर्नुहोस्। कसैको व्यक्तिगत जीवनले उसको व्यावसायिक कर्तव्यलाई असर पार्नु त हुँदैन नि। तपाईँलाई काममा केही समस्या परेमा एउटा सहकर्मीको नाताले म सधैँ तपाईँको साथ दिनेछु। त्यसपछिका दिनहरू सरिताको कार्यशैली बदलियो। उनले मदनको महानताबाट सिकिन् कि मान्छेको परिचय उसको पदले होइन उसको व्यवहारले दिने रहेछ। मदन जिल्लाको विकास र सुशासनमा अहोरात्र खटिए। उनको चर्चा देशभरि चुल्यो। केही महिनापछि मदनको सरुवा केन्द्रमा भयो। बिदाईको दिन सरिताले मदनलाई एउटा सानो डायरी उपहार दिइन्। डायरीको पहिलो पानामा मदनले नै लोकसेवा तयारीको बेला लेखेको एउटा वाक्य थियो, मेहनत यति शान्तसँग गर कि तिम्रो सफलताले स्वर मच्चाओस्। मेहनत
यति शान्तसँग गर कि तिम्रो सफलताले स्वर मचाओस्। मदन गाडी चढेर ओझेल परे। सरिताले मुसुक्क मुस्कुराउँदै लामो सास फेरिन्। उनले मदनलाई त पाउन सकिनन्, तर उनले आफूभित्र हराएको त्यो मेहनती सरितालाई भने पुनः फेला पाएकी थिइन्। अन्ततः मदनले प्रमाणित गरिदिए कि प्रेममा पाएको चोटलाई घृणामा होइन, शक्तिमा बदल्नुपर्छ। र सरिताले यो बुझिन् कि जीवनको दौडमा अरूलाई लडाएर अघि बढ्नु सफलता होइन, बरु सबैलाई सम्मान गर्दै अघि बढ्नु नै वास्तविक जित रहेछ। बागबजारका ती कोठाहरू अझै पनि उस्तै छन् जहाँ नयाँ मदन र सरिताका सपनाहरू बुनिरहेका छन्। सफलताको शिखरमा पुग्दा भुइँ बिर्सनेहरू अक्सर एक्लो हुन्छन्। सफलताको शिखरमा पुग्दा भुइँ बिर्सनेहरू अक्सर एक्लो हुन्छन्।